रवि लामिछानेको भोलि पेशी छ भनेर होइन कान्तिपुरलाई थाहा भएछ कि कान्तिपुरले के भनिरहेछ भने होइन कान्तिपुरले लगेर गृहमन्त्रीलाई प्रश्नहरू सोध्ने काम गरेर रहेछ। कान्तिपुरले के प्रश्न सोध्यो भने गृहमन्त्रीलाई रवि लामिछाने जेलबाट निक्लेर उसको गल्ती भयो भनेर सोधिरहेको थियो उसले प्रश्न। अनि जेलबाट धेरै कैदीहरू निक्ले भनेर रवि लामिछाने देशमा गल्ती छ भनेर भनिरहेको थियो। यही सोधिरहेको थियो गृहमन्त्री। कान्तिपुर कस्तो छ भनेर सब जनतालाई थाहा छैन। नेपाली जनता सबैलाई थाहा छ कान्तिपुर कस्तो छ भनेर। त्यस्तो ठाउँमा गएर हिजो त्यही पनि गृहमन्त्रीले दिँदै हुनुहुन्थ्यो इन्टरभ्यू। त्यही पनि गृहमन्त्रीले त भन्नु त भयो तर त्यस्तो खासै कुरा त भन्नु भएन होइन। रवि लामिछाने यताउता उसको बारेमा त्यति कुरा गर्नु त भएन। तर यो कुरा चाहिँ 100% हो कि रवि लामिछानेको भोलि पेशी छ भनेर नै गृहमन्त्रीलाई बोलाएर त्यहाँ प्रश्न सोधिने काम भएको हो। सबै अरूलाई थाहा नहोला, कतिलाई त थाहा छैन। यो कुरा 100% हो कान्तिपुरले गर्न खोजेकै हो। कान्तिपुर कति पछि लागेको हो रवि लामिछाने। अहिले पनि जेलमा हुँदा पनि जेलबाट छुट्छ कि भन्ने डर हो कि जस्तो लागिरहेको छ। त्यही होला, हेरौँ अब के छ रवि लामिछानेको पक्षमा के हुन्छ भोलि। पेशी भनेर तोकेको छ, अब भोलि के हुन्छ हेरौँ। सबै जनताहरू रवि लामिछानेको पक्षमा छन् भन्ने कुरा चाहिँ थाहा छ। तर रवि लामिछानेको केसमा अब के हुन्छ भनेपछि अब हेर्दै जाउँ के हुँदो रहेछ। छिटोभन्दा छिटो दोषी छ भने त कारवाही हुनु पर्यो, दोषी छैन भने जेलबाट बाहिर निकाल्नु पर्यो। दुईटामा एउटा हुनु पर्यो भन्ने हाम्रो चाहिँ चाहना हो। हामी स्वतन्त्र युवाहरूको त्यही हो चाहना। के लाग्छ तपाईँहरूको विचारमा कमेन्ट गर्नुहोस् है सबैजनाले।